यदि तपाईँ 40 वर्षभन्दा कम हुनुहुन्छ र तपाईँको ढाड बिहान उठ्दाखेरि कक्रक्क परेर धेरै दुख्छ भने यसलाई व्यवस्था नगर्नुहोस्। बिहान उठ्दाखेरि कक्रक्क पर्ने र बिस्तारै चलाउँदाखेरि हिडडुल गरेपछि बिस्तारै कम हुने दुखाइ चाहिँ बाथ हुन सक्छ। यो सामान्य ढाड दुखाइ होइन, यो एउटा यस्तो रोगको संकेत हुन सक्छ जसले बिस्तारै तपाईँको ढाडलाई सधैँको लागि जाम पार्न सक्छ। कल्पना गर्नुहोस्, हरेक बिहान तपाईँको ढाड यस्तो लाग्छ कि कसैले लक लगाइदिएको जस्तो, कक्रक्क परेर हलचल गर्नै गाह्रो हुने जस्तो। तर सबैले भन्छन् कि यो सामान्य हुन सक्छ भनेर। नेपालमा धेरै मानिसहरू सोच्छन् कि ढाडको दुखाइ भनेको बसाई, काम गराई, भारी बोक्यो भने त्यस कारणले गर्दा मात्र हुन्छ। तर एउटा अर्को प्रकारको ढाडको दुखाइ पनि हुन्छ जसलाई हामीले इन्फ्लामेटरी ब्याक पेन भन्छौँ। योसँग सम्बन्धित एउटा गम्भीर रोग चाहिँ एङ्काइलोजिङ स्पन्डिलाइटिस भन्छौँ। यो 15-20 देखि 40 वर्षको उमेरको मानिसहरूमा देखिन सुरु हुन्छ। तर धेरै जस्तो मानिसले यसलाई व्यवस्था गरेर बसिरहेको हुन्छन्। यो केवल दुखाइ मात्र होइन, यो तपाईँको शरीरले आफ्नै ढाडमाथि आक्रमण गरिरहेको हो। यसलाई हामीले अटो इम्युन डिजिज भन्छौँ। बिस्तारै तपाईँको ढाड कडा हुँदै जान्छ र अन्त्यमा बाँस जस्तो जाम भएर जोडिन सक्छ। सबैभन्दा दुःखद कुरा के हो भने बिरामीलाई वर्षौंसम्म भनिरहेको हुन्छौँ कि यो सामान्य मसल पेन हो, तर समस्या के भइरहेको हुन्छ। यसलाई सजिलो भाषामा बुझ्ने हो भने तपाईँको शरीरमा इम्युन सिस्टम हुन्छ जुन सुरक्षाकर्मी जस्तै हो हाम्रो शरीरको। यो सुरक्षाकर्मी अल्मलिन्छ, आफ्नै ढाडको जोइन्टमा आक्रमण गर्न थाल्छ। नर्मली के हुन्छ भने कुनै ब्याक्टेरिया भाइरसहरू आउँदाखेरि हाम्रो शरीरमा इम्युन सिस्टम हुन्छ जसले एन्टिबडिज बनाउँछ, जसले चाहिँ त्यो बाहिरको ब्याक्टेरियाहरूलाई लड्न मद्दत गर्छ। तर कहिलेकाहीँ के हुन्छ भने त्यो ब्याक्टेरियाको शरीरमा हुने एन्टिजेन चाहिँ हाम्रो शरीरको जोर्नीहरूको जस्तै हुन्छ। त्यसले गर्दा हाम्रो इम्युन सिस्टम अल्मलिन्छ र आफ्नै शरीरको जोर्नीलाई आक्रमण गर्न थाल्छ। विशेष गरी यो समस्या चाहिँ हाम्रो ढाडको अर्थात् मेरुदण्डको जोर्नीहरूमा असर गर्छ र स्याक्रोआइलियाक भन्ने जोइन्टमा असर गर्छ। यसले इन्फ्लामेसन अर्थात् स्वेलिङ, सुन्निने र कक्रक्कपना ल्याउँछ। पछि शरीरले यो जोर्नी वरिपरि नयाँ हड्डी बनाउन थाल्छ र निको पार्नको सट्टा ढाडलाई जाम गरिदिन्छ। तर यसमा राम्रो कुरा के छ भने यदि समयमै पत्ता लगाइयो भने यो रोगलाई नियन्त्रणमा राख्न सकिन्छ, तपाईँको ढाडलाई जाम हुनबाट बचाउन सकिन्छ। तर यसका लागि समयमै लक्षण चिन्नुपर्छ। आजबाटै तपाईँले गर्न सकिने कुरा के हुन् भने यदि आराम गर्दाखेरि दुखाइ बढ्छ र हिँड्दा कम हुन्छ भने यसलाई सामान्य नलिनुहोस्। बिहान 30 मिनट भन्दा बढी कक्रक्कपना हुन्छ भने जाँच गराउन गइहाल्नुहोस्। दैनिक एक्सर्साइज र स्ट्रेचिङ गर्नुहोस्। पूर्ण आराम अर्थात् कम्प्लिट बेड रेस्ट नगर्नुहोस् र छिट्टै स्पाइन स्पेशलिस्टसँग सम्पर्क गर्नुहोस्। धेरै जस्तो मानिसहरूले के सोच्नुहुन्छ भने ढाडको दुखाइ बुढेसकालमा मात्रै हुन्छ, तर यो युवाहरूमा पनि देखिन थालेको छ। अर्को सोचाइ के छ भने आराम गर्दा अर्थात् बेड रेस्ट गर्दाखेरि यो निको भइहाल्छ। तर साँचो के हो भने जति तपाईँ हलचल गर्नुभयो, एक्सर्साइज गर्नुभयो, यो सुधार हुँदै जान्छ। ढाड कक्रक्क पर्दाखेरि सबै दुखाइ चाहिँ सामान्य मसल पेन हो, मासुको दुखाइ हो भन्ने सोच हुन्छ। तर यस्तो कन्डिसनमा चाहिँ अटो इम्युन रोग हुन सक्छ भनेर चाहिँ सोच्नुपर्छ। यो ठुलो समस्या अर्थात् एङ्काइलोजिङ स्पन्डिलाइटिसको सङ्केत तपाईँको शरीरले पहिले नै दिन सक्छ। यो सङ्केतलाई बेवास्ता नगर्नुहोस्। यदि तपाईँ वा तपाईँको परिवार कसैलाई यस्तो समस्या छ भने यो भिडियो सेयर गर्नुहोस्, किनकि यो जानकारीले कसैको ढाड बचाउन सक्छ।